आफ्नो भोल्युम अलि घटाउँछु र आफ्नो शैली बारे पनि केही भन्छु। कुरा उज्यालो र अँध्यारोको हो। आज बाहिर हेर्नुभयो भने जताततै उज्यालो छ। मान्नुहोस् यी सबै बत्तीहरू झ्याप्पै निभ्यो भने के हुन्छ? निष्पट्ट अँध्यारो हुन्छ र अँध्यारो कसैलाई मन पर्दैन। एकपटक उज्यालो देखिसकेपछि मानिस फेरि अँध्यारोमा फर्कन चाहँदैन। मैले आफ्नो जीवनका स्वर्णिम 14 वर्ष परदेशमा बिताएँ, जहाँ निकै उज्यालो थियो। मैले यहाँ भन्न खोजेको उज्यालो बत्तीको उज्यालो होइन, मैले भन्न खोजेको उज्यालो शिक्षाको उज्यालो, न्यायको उज्यालो, सबै खाले विभेदहरू हटेको उज्यालो, धर्म, लिङ्ग, जाति, समुदाय, भूगोलका कारण कसैले पनि अपहेलित र अपमानित हुनु नपर्ने समाजको उज्यालो। मैले न्युयोर्क सिटीको टाइम स्क्वायरको उज्यालो खोजेको होइन, हुम्ला, जुम्ला, कालीकोट, मुगु अनि बारा, पर्सा, सप्तरी, महोत्तरी, सर्लाहीका ससाना बाल बालिकाको मुहारमा उज्यालो खोजेको हो। एकाध अपवादका घटनाहरू बाहेक मैले 14 वर्षमा देखेको उज्यालो मानव अधिकारको उज्यालो, वर्गीय, लैङ्गिक, जातीय, क्षेत्रीय विभेदविहीन समाजको उज्यालो हो। मैले 14 वर्ष विदेश बस्दा उज्यालो देखेँ। फर्किएर भेटिएको अँध्यारोप्रति आपत्ति जनाउने रुझो गरेँ। मैले अफ्रिकन अमेरिकन समुदायबाट उदाएका बराक ओबामालाई राष्ट्रपति भएको देखेँ, तर फर्किएर आउँदा लक्ष्मी परियारलाई बोक्सीको आरोपमा मलमूत्र खुवाएको र कुटपिट गरेर मारेको देखेँ। मेरो आक्रोश मेरो व्यक्तिगत असन्तुष्टि होइन, लक्ष्मी परियारमाथि भएको चरम अन्यायको विरुद्धमा बोलिएको चित्कार हो। लक्ष्मी परिवार मेरी आमा भइदिएको भए के म त्यति मात्र कराउँथेँ, त्यति मात्र रुन्थेँ? इनफ्याक्ट म त रुन पनि गएँ। महिलाहरूलाई जुन सम्मान अवसर दिइएको उज्यालो मैले 14 वर्ष देखेँ, फर्किएर आउँदा भोले बाबा भन्ने जन्तुले राधा चौधरीलाई लात्ताले हिर्काएको निष्पट्ट अँध्यारो देखेँ। यस्तो देख्दा चिच्याउन मात्र होइन, बहुलाउन पनि पाइन्छ। उज्यालो देखेपछि फेरि अँध्यारो हुँदा अत्यास लाग्छ। व्यक्तिगत रूपमा मलाई कसैले पनि तैँले छोएको खान्न भनेको छैन, अलि पर बस मलाई नछो भनेको छैन। ल कसैले भनेर त हेरोस्, त्यसको दाँतको कौडा बनाएर चौका दाउ आन्छु, सहनेहरूलाई शिर झुकाएर नमन गर्दछु। मैले देखेको समाज यति उज्यालो थियो कि मेरो देशमा त मान्छेले मान्छेलाई छोड्दैन भनेको भए नपत्याएर पहिला एक लट हाँस्थे र मैले अझै हो भनेर जोड दिएको भए मलाई पागलखानामा भर्ती गरिसकेका हुन्थे। सहरमा बसेर ठुला कुरा गरेर हुँदैन, गाउँ घरमा अझै पनि मान्छेले मान्छेलाई छुँदैन अनि ठुलो स्वर हुँदैन। शिक्षाको जुन उज्यालो मैले देखेँ त्यसै त उज्यालो त्यस देशको भविष्य झल्झलाकार देखिन्थ्यो, प्रष्ट देखिन्थ्यो। हरेक बालबालिकाहरूले गुणस्तरीय शिक्षाको बराबर अवसर पाएको उज्यालो देखेर आएको मैले कालीकोट जाँदा 10 कक्षामा पढ्ने विद्यार्थीको अक्षर र ज्ञान हेरेँ, सप्तरीको मुसहर बस्तीका बालबालिकाको शैक्षिक स्तर हेरेँ, स्कुल हेरेँ, मास्टर हेरेँ, हेडमास्टर हेरेँ, मिनिस्टर हेरेँ। आफै कस्तो अँध्यारो! यी सबै कहाली लाग्दो यही अँध्यारोले मलाई चिच्याउन बाध्य बनाएको हो। यो देशको इतिहासमा आजसम्म भएका र अहिले विद्यमान शिक्षा मन्त्रीका छोराछोरीले पाएको शिक्षाको गुणस्तर हेर्नुहोस् र विपन्न बस्तीका नागरिकका छोराछोरीको शिक्षाको स्तर हेर्नुहोस्। रगत उम्लिन्छ सर, रगत उम्लिन्छ। आज उज्यालो दिन भएकाले कन्ट्रोल गरौँ। उज्यालो दुई किसिमका हुन्छन्, एउटा आजको उज्यालो जो भोलि नभए पर्सि सकिन्छ निभ्छ, अर्को मैले अघि बताएको उज्यालो जुन कहिल्यै निभ्दैन। हामी दोस्रो उज्यालोको लागि कराएका हौँ, चिच्याएका हौँ, उफ्रिएका हौँ। नाकको डाँडी भाँच्न पाइँदैन भन्ने मलाई थाहा छैन र? थाहा छ नि, राम्ररी थाहा छ। तर त्यो आक्रोशको अभिव्यक्तिले मात्र पनि पीडितको प्रतिनिधित्व त गर्छ। हामी देउबा कतिपटक प्रधानमन्त्री भए भनेर गन्न बसेका ढाक्रे हौ र? हिमाल, पहाड, तराई, मधेसका बस्तीका बालबालिकाले उचित शिक्षा, पौष्टिक आहार पाए कि पाएनन्? वृद्ध, रोगी, असहाय